हेलो साथीहरू, आज म चाहिँ मेकअप गर्दैछु। खासै मेकअप गर्न त आउँदैन, त्यही पनि हल्का हल्का गरिरहेको छु। हजुरहरूलाई कस्तो लाग्छ भन्नु होला। म चाहिँ यो क्रिम मेरो चाहिँ सिसी क्रिम लेक्मी कम्पनीको है। म चाहिँ अरू क्रिमहरू युज गर्दिनँ, सनस्क्रिन पनि युज गर्दिनँ। मेरो युज गर्ने भनेको पहिलेदेखि नै लेक्मी क्रिम मलाई चाहिँ एकदमै मनपर्छ यो प्रोडक्ट। हजुरहरूलाई चाहिँ कस्तो लाग्छ? अन्त मैले चाहिँ आफ्नो आइब्रो सेप चाहिँ एकदमै मनपर्छ, बट मेरो खासै देखिँदैन, त्यही भएर मैले चाहिँ यो आइब्रो लगाउने गर्छु। त्यसपछि आइलाइनहरू मलाई चाहिँ यो पनि आउँदैन, हल्का हल्का गर्न सिकिरहेको छु। खासै गर्दिनँ, कहिले कसो मात्र गर्ने गर्छु। मलाई चाहिँ गाजल एकदमै मनपर्छ अरूले लगाएको हेर्दाखेरि, बट मलाई चाहिँ कति पनि आउँदैन, त्यही पनि ट्राई गरिरहेको छु हल्का हल्का। अनि यो चाहिँ मस्कारा लगाउँदैछु, मलाई एकदमै मनपर्छ मस्कारा, र पनि अरूको आँखामा चाहिँ एकदमै राम्रो देखिरहेको हुनाले मलाई चाहिँ त्यस्तै गर्न मन लाग्यो। तर हजुरहरू भन्नु होला कस्तो देखिरहेको छ, गाजल नि खासै लगाउन आउँदैन हो। त्यसपछि चाहिँ मलाई चाहिँ लिपस्टिक एकदमै मनपर्छ, मेरो फेभरेट हो। तर लिपस्टिक चाहिँ मलाई एकदमै लगाउन आउँछ है साथीहरू, अरू चाहिँ हल्का हल्का हो। लिपस्टिक फेभरेट भएको हुँदाखेरि यसमा चाहिँ तलमाथि केही पनि लाग्दैन मलाई लगाउनमा। हजुरहरू चाहिँ भनिदिनु होला कस्तो देखिन्छ है। अब चाहिँ म टिका लगाउँदैछु। टिका पनि खसिहाल्यो है सानो भएर। मलाई चाहिँ एकदमै ठुलो बिन्दी नै मनपर्छ। आज चाहिँ सानो बिन्दी कस्तो देखिन्छ भनेर लगाएको छु भन्नुहोस् है। अनि कपालको हेयर स्टाइल चाहिँ मलाई खासै आउँदैन, नर्मल मात्रै हो। गोल्डन झुम्का लगाएको छु, कस्तो देखिन्छ? मलाई चाहिँ झुम्का एकदमै मनपर्छ। त्यसपछि हेयर स्टाइल चाहिँ म एकछिन पछि गर्नेछु। र मेरो फुल कस्तो देखेको छ हजुरहरू भन्नुहोस् है। अब चाहिँ मेरो लास्ट सिन्दुर रहेको छ। सिन्दुर नि खासै लगाउन आउँदैन, यो चाहिँ धुलो सिन्दुर हो। म चाहिँ वाटरवाला नै युज गर्ने गर्छु, त्यही भएर जहिले नि मेरो यो धुलोवाला चाहिँ बिग्रिहाल्छ साथीहरू। अब चाहिँ मेरो मेकअप कम्प्लिट भइसक्यो। म चाहिँ कस्तो देखेको छु? अलिकता मलाई चाहिँ नक्कल पार्न मन लाग्छ बेला बेलामा, चुलबुले छु म, त्यही भएर